हेलो एभ्रिवान, आज चाहिँ हामी सबैले उठेर लाग्यौँ यो बुटोलको बजार हुँदै हुँदै सिद्धबाबा दर्शनतिर। सिद्धबाबा मन्दिर चाहिँ बुटोलको नजिकै छ। लाइक बुटोलदेखि 15 मिनट बाइक स्कुटरमा पुग्न सकिन्छ है। यसो तिनौ खोला हो अनि यसरी हामी सबैले उठेर गएका थियौँ। त्यहाँ बाटो अलि डेन्जर छ। यो चाहिँ त्यहाँको मेन मन्दिर भयो सिद्धबाबा मन्दिर। त्यहाँ चाहिँ सिद्ध भन्ने बाबाले चाहिँ आएर भोलेनाथको तपस्या गर्नुभएको ठाउँ भएको भएर यसलाई चाहिँ पुजिने गरिन्छ है। त्यहाँ चाहिँ बुटोलमा चाहिँ एकदम गर्मी हुने ठाउँ भए पनि बिहान चाहिँ एकदम हावा चलिरहेको थियो। हावाले हावाको साउन्ड सुन्न सकिन्छ दर्शनमा। सिद्धबाबामा चाहिँ दुईवटा मन्दिर छ। यो चाहिँ मेन सिद्धबाबा मन्दिर छ। यसलाई चाहिँ हामीहरू भन्दाखेरि चाहिँ ठुलो सिद्धबाबा भनेर भन्छ है। ठुलो सिद्धबाबा भन्छ। यसमा चाहिँ भक्तजनहरूले पक्कल गरेर आफ्नो विस माग्ने अनि त्यसपछि विस पुरा भएपछि त्यो विसहरूको चाहिँ भक्कल चढाउने त्यस्तो सिस्टम हुँदो रहेछ। अनि हामी चाहिँ दर्शन गऱ्यौँ। त्यहाँ पछि चाहिँ हामी यसरी हेरेर बाटो कस्तो छ बाफ्रे, त्यहाँको बाटो चाहिँ अलिक डर लाग्दै थियो। त्यसपछि हामी सानो सिद्धबाबा दर्शन गर्न फेरि फर्क्यौँ। सुरुमा ठुलो सिद्धबाबा दर्शन गरेर पछि सानो सिद्धबाबा दर्शन गर्न फर्केका थियौँ। यहाँको बाटोमा एक्सिडेन्टहरू कति भइरहन्छ यो बाटो चाहिँ एकदम डेन्जर छ। पुरै ढुङ्गा कि एकदम त्यो थियो, डर लाग्दै थियो होइन। अहिले त त्यस्तो बर्खा नगएको भएर पहिरोहरू गएको थिएन। त्यो बाटो आफैमा डेन्जर छ। यहाँ देख्दा छेउपट्टि ठुलो सिद्धबाबाको दर्शन गरेर हामी आइपुग्यौँ। सानो सिद्धबाबा यो चाहिँ पहिला उता ठुलो सिद्धबाबा दर्शन गरेपछि फेरि बुटोल फर्किने साइडतिर चाहिँ यो छ। यसमा हामीले दर्शन गर्न आयौँ। अनि यहाँ पारिजातको फुलहरू टिप्दै आन्टीहरू अनि हामीले चाहिँ अरूलाई फुल झारेर सहयोग गरेका थियौँ। दर्शन गऱ्यौँ। अनि यो चाहिँ उता ठुलो सिद्धबाबाभन्दा अलि धेरै ठुलो एरिया नै छ। यसमा चाहिँ माथिसम्म हिँड्दै जाने अनि त्यहाँ वरिपरि दर्शन गर्ने अनि अलि बेट नै लाग्छ। यहाँ चाहिँ उतापट्टि चाहिँ सानो एरिया छ। यसमा सानो सिद्धबाबामा चाहिँ अलि ठुलो एरिया छ। पुरै दर्शन गरेर सक्दा एकछिन टाइम पनि लाग्यो अनि उज्यालो पनि भइसकेको थियो। यो चाहिँ पारी हेर्नु न, बाँदरहरू यति थिए होइन। पारी यस्तो डरलाग्दो त्यो भिड छ अनि सबै भिड ढुङ्गै कि अनि बाँदरहरू पनि पुरै बाँदरहरू खेलिरहेको थियो त्यहाँ। अनि बाहिरबाट एकदमै राम्रो देखिरहेको थियो मन्दिर। अनि पुजारीहरू पनि आइसक्नु भएको थियो हामी दर्शन गरेर फर्किँदासम्म होइन। अनि यता दर्शन गऱ्यौँ अनि सिद्धबाबासँगको यात्रा पुरा भयो र हामी फेरि बुटोल बजारतिरै फर्क्यौँ। ओके, थ्याङ्क यू फर वाचिङ।